अब म चाहिँ कसरी झर्नु त पानी छाता हजुर झरौँ न त एकैचोटि यस्तोमा त के बिस्तारै हिँड्नु हुँदैन नि घन्टङ टङ टङ झर्नुपर्छ बिस्तारै एकछिन म त एउटा हातमा छाता छ आमामा फुल त के साह्रो के को अमिलो हो यो झर्यो झर्यो गाई झर्यो झर्यो आज हामी जेट फुल किन्नु हिँडेको आफै सहिद होला झन्डै भए के बनाएको छ यहाँ यत्रो ठुलो यता हाल भाउजू बाटो त त्यहाँबाट कहाँ पुग्छ मलाई के थाहा ए बन्द रहेछ नाना सकिन्छ हौ ऊ यहीँबाट निक्लिँदा ऊ त्यही त हो नि पहिलाको बाटो निक्लिनु त सजिलो हुन्छ कि फेरि यस्तोमा झर्नु मात्रै अप्ठ्यारो हो घन्टङ टङ होइन उयो फुल गडुवामा राख्नु मिल्दैन सेतो भरे लैजाऊँ न आउँदा छिट्टाएर ऊ त सेतो फुल के रहेछ हौ यो चाहिँ कति दिन भएछ हौ नआएको नि यता त्यति चाहिँ अब झर्नुलाई हामीलाई यहाँ थिएँ मान्छे फ्यास हुँदा जान्छ होइन हेर यो मैले छोडेको घर हो नि यो त्यत्तिकै सुन्नु भन न हेर्नु गइरामा भयो कि त्यही भएर छोडेको यो को हो नि यो घर छोड्ने नाथु मलाई दिए हुने अब मलाई बस भनेर दिए हुने फ्यान लाउँथे नि एसी लाउँथे के हस्पिटल हो नि यो नगर ए नगर पो भन्दछ नामै गर राख्नु पर्ने त नगर पो रे नामै नगर भन्दो रहेछ अनि नगर हस्पिटल पालुवा खानी हामीले खोजेको फुल चाहिँ पायो पाउनु चाहिँ यो भित्र राख्ने यो त हो त राम्रो हुन्छ कस्तो माया लाग्यो पुतुङ्गो कति राम्रो कति राम्रो कति राम्रो कति राम्रो फुलै फुलको मौसम तिमीलाई वाउ
कति मिठो कलर एउटा पात गाड्दो रहेछ नि के भयो के हो यो यस्तो के हो यो कसैले देखिन्न क्या अघि यो चाहिँ टिप्नु चाहिँ पाइँदैन है टिप्नु चाहिँ पाइँदैन है टिप्नु चाहिँ पाइँदैन है टिप्नु चाहिँ पाइँदैन ओहो अनि हामी चाहिँ फुल किनेर फर्केको डढेको हालेको छ 1000 को फुल भौजीको 2500 को फुल नानाको 100 रुपैयाँ को फुल कस्तो राम्रो मिलेर रोपेको फुल रहेछ यो के साह्रो नप्सीको गेडा हो किन नटिपेको यो फर्सीको बन्टा अनि अघि ओह्रालो झरेको ठाउँ आइपुगेछ त ए घुम्दै फिर्दै एउटा रोटी बनाइएछ पानी छिटाउनु थाल्यो नआए पनि हुन्थ्यो एकछिन चाहिँ कति